Welcome back to my Yay! We are going for a trip. Ready to go for a trip. हाम्रो सामानहरु चाहिँ यहाँ छ गाइस. हाम्रो अगाडि हुनुहुन्छ. न सबैजनाले इन्ट्रोड्युस गरौँ. आफैबाट स्टार्ट गरौँ. Hello, hi, this is me. We are going to for celebration of 4th of July, and here Sabina and here's Kavita Groom. Hello, this is Kavita. Okay, and who's here? Look at it. CR7. Okay. Thank you. उहाँ चाहिँ मिडियाबाट अलि हाइलाइट यहाँ चाहिँ हामी पछाडि चाहिँ इसु र म बसेको इसु से हाई. हामी चाहिँ ब्याकमा बसेर हामी काजु खाँदै हामी चाहिँ एकदम रसमा हिँडेको. भाइको हामीहरू गाइस. यो भ्लग कस्तो आएको यो भ्लग कहिले अपलोड हुन्छ आउँछ कि आउन त्यो पनि थाहा छैन. बट विल जस्ट सी हाम्रो यसको उस पनि लिएर आएको थियो भाइ यसो. इसु र म चाहिँ यहाँ बसेर we gonna do what? Mukbang? Our time 8:26 भयो गाइस. के ब्रेकमा अरे हामी हामी खाना short commercial break in a service यो area. भ्लग आउँछ कि आउँदैन त्यो पनि थाहा छैन. यो खाँदैमा यसो देखाउने मात्रै होइन. त्यसको मेमोरी हामी चाहिँ अहिले चाहिँ यहाँ खाना रोकिरहेछौँ. के खाने चिक फिले खान्छु. यु वान्ट चिक फिलेको मलाई फ्राइज मनपर्छ. फ्राइज विथ सस. कस्तो मजाको शीतलो भयो होइन. अस्ति हामी चिक फिले होइन तर हामी अस्ति यहीँबाट हो होइन लिएको. चिक फिलेको फ्राइज हामी चाहिँ यहाँ I don't know, maybe we'll have Chick-fil-A. पहिला वासरुम जाउँ ल. हामी वासरुम गर्न आउँछु. पहिला भनिराख बन्द हुन्छ अहिले. बाबु होइन न बुढी माउ तिमीहरू भर्खर तन्दै 16 वर्षको लड्के जवान तिमीहरू बुढी माउ भनेको साइड आइदिएको के भन्छ. के ठिक छ सन्चो भएन. हामी चाहिँ अब लाग्यौँ. Chick-fil-A. तिम्रो को खान कि नै मसँग चाहिँ मेरो फोन त हामी चाहिँ अब गाडीभित्र जान लागेको गाइस. अहिले चाहिँ रातिको कति बज्यो 12:58 लगभग 1 बज्न लाग्यो. हामी चाहिँ हाम्रो डेस्टिनेसनमा आइसक्यौँ. तर के हो यस्तो तर हाम्रो गाइस हामी देखाउँछ यहाँ म तपाईँहरूलाई देखाउँछु गाइस. हाम्रो यो चाहिँ हो हाम्रो घर. के भयो के भएन भएर न अब कति किरा हो. के भयो ढोका खुले. हाई अङ्कल. हेलो यस्तो गरेर हुन्छ. बोलो दिस इज आवर होम. वाइफाई कोर्स नो सपोर्ट ब्ला ब्ला ब्ला. यतापट्टि बेसमेन्ट रहेछ भने यहाँ कतिवटा भूत निस्केको अरे कि. ए यो त टोयलेट बाथरुम रहेछ.
यहाँ एउटा रुम रहेछ होइन अनि यहाँ एउटा कस्तो राम्रो रहेछ यो इसो यहाँ चाहिँ हामी बस्नुपर्छ गाइस तर हामीले अर्कोबाट उसी लिएर आएन हाम्रो अर्कोबाट कस्ट्युमै लिएर आएन नि त कस्तो कस्ट्युम यहाँ सबैजनाले खै अब हामी अर्को रुम माथि हेर्नु जाउँ यो कस्तो राम्रो रहेछ यसको यसमा त नरहेछ आजी के भेट्नु भएको छ तपाईँले यो हटपट बनाउने के जाति हो के भावै नरहेछ कि खास यहाँ चाहिँ सबैजनाको बडो सेयर चल्दैछ आजीले चाहिँ फ्लावर बनाउँदै हुनुहुन्छ हाम्रो ब्रेकफास्ट इज रेडी गाइज म चाहिँ यहाँ सबैजनाको फोटो खिच्दै सबैजनाको कस्तो गहना छ होइन कस्तो कस्तो गहना छ मैले हिजो इसुलाई भनेको थिएँ क्या भनेको थिएँ र इसु त्यो ट्याङ्कीको जस्तो लागेको के यिनीहरूको कसैको यहाँ भ्यू चल्दैछ केही भन्नु छ तपाईँले ओइ हाम्रो बाहिरको भ्यू देखाइदिउँ न दर्शकहरूलाई तर हाम्रो घर चाहिँ यही हो गाइस कहाँ कुन चाहिँ गाउँको कुनामा आएर बसे जस्तो फिल भएछ अहिले पछि बाहिरबाट देखाउँछ नि कस्तो घाम हो अङ्कल यो हामीले कतिवटा ल्यायो सबैजनाले हाई भन्नु न एन्सेस गुरुङ Yes. can you hold Okay, wait, I'm busy. म त कति काली देखेको हो सुत काली हेलो हेलो आज म मेस्सीको जर्सी लाएर आज हो नि त मेस्सीको फेरि अन्त दाइ आज अर्जेन्टिना अर्जेन्टिनाको आज कति बजी छ भने 6 बजे छ आज let's take the stand with us Sandra you hi हामी चाहिँ गाइस हाइकिङ जाने भनेर सोचेको थियो तर हामी स्विमिङ खेल्न आइयो हाइकिङको कपडा लाएर आएको छु गाइस स्विमिङ कपडा ल्याएन लिएर आएको छु स्विमिङको पनि Party in the USA, party in the USA. I don't know. Party in the swimming pool अब जम्मै सिस्टर झोलाहरू बोक गाली त्यो झोलै कस्तो हुने गरी के गर्दै यस्तै झुन्डाउने खालको सजिलो हुन्छ नि त्यहाँ बोकेर हिँड्नलाई अघि कसरी यसरी के रे के खाना गयो के रे कहाँ रहेछ रे म त्यहाँ बटन छ त छैन जाम गाइज गाली नगरमै कसैले पनि एकअर्कालाई होइन खानी त इसो मै हो तिमी भिडियो बनाउ न 12 बजिसक्यो 1 बज्न आइसक्यो कविता दिले कतिखेरबाट चाहिँ यहाँ जाम भनेर निकालिसकेछ यो डोर ओपन गरिरहेछ के गर्छ तिमीहरू सारी लाछ साडी लाकै हो र खाने पनि उस्तै त्यो त दिदी बानी परिसक्यो पानी हो हाम्रो त यो त जहिले पनि बानी परिसक्यो
बानी परेको ओइ चाबी 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 गाडीको चाबी गाडी चलाउनु पाए गाइजहरू हामी चाहिँ के स्विमिङ खेल्न आएको अथवा हाइकिङ जाने भनेर खोइ तिम्रो वाटर बोतल ल्याएन गाली खाइसक्यो त्यो गाइस स्कुलमा मैले गाली नखाएको दिनै हुँदैन दिनमा होइन गाली खाने त इट्स लाइक अ आफ्नो ह्याबिट सामान त ल्याएन नि अहिले फेरि हामी के खोजेर बस्छ झारो ल्याएन त्यही हो गाली खाइसक्यो हाम्रो It's like a स्विमिङ पुल चाहिँ habit, कस्तो छ girl. भन्दाखेरि यस्तै हाम्रो स्विमिङ पुल चाहिँ ए शिट चप्पलै ल्याएन पर्दैन तिमी केही हुन्न अहिले गाली मात्रै खान्छु किन अङ्कल प्लिज तपाईँ ल्याउनु न अहिले गाली मात्र खान्छु म गएँ भने त यो इस्यु गाइज यो इस्यु यस्तो फटाकी सब प्याकिङ गरेर लिएर आएर मलाई त छिटो छिटो केही हाल्यो होइन तेरो मैले चाहिँ के लिएको र गाइज मैले 10 मिनटमा के सामान प्याक गरेर 10 मिनट पनि लाएर चाहिँ हाल्नु पर्दैन कि यो कहाँ जाने हो तिमी भनेर त बाबै उसको ब्यागमा त यति धेरै सामान कहाँ हाम्रो स्विमिङ पुल ल्याऊ न देखाइसक्यो स्विमिङ पुल आजीमा गएर फिटिका नागिहाल्छु यो स्विमिङ माई गॉड दिदीहरूले चाहिँ कस्तो आउँछ फिटिकै हो कि कस्तो मलाई म एकदमै यदि 1 to 10 मा 0 to 10 मा रेट गर्नुपर्ने हो भने म 3 मा तपाईँ दिदीले मेस्सीको जर्सी देखाइदिनु न राम्रो देख्छ सात गोल हान्छ दिदीले मेस्सी मेरै झोलले ल्याउने हो यहाँ रेकर्ड भइरहेछ है कसको फोन हो चार्ज सकिन्छ आइसक्नु भयो जाम हामी पनि चेन्ज गर्नु कहाँ हो चेन्ज गर्ने यहाँ As we are waiting for लाको कति मिनटमा थियो जाम न किन नगएको र जुम जुम पुरेको 2 जनाले एक 17 भएको छ खोइ कहाँ हो र 8 फिट उयो त बाबा 8 फिटमा त जान सक्दैन हो साले हानिसक्यो 8 फिटमा त्यो त स्विमिङमा प्रो होला कोही कस्तो घाम लागेको हो के त्यही मैले साइडमा राख्दैछु हेर त सानी होला नि त्यो त एउटा फोनको छेउमा राख अनि हामी उसबाट एकचोटि सबै सेल्फी आउनु कहाँ कति फिटको रहेछ यो 4 फिट रहेछ 4 फिट रहेछ न हामीले क्यामेरा कहाँ अड्डाउने क्यामेरा कहाँ अड्डाउने अहिले फोन लिएर राख न यहाँ गर्दा फोन होइन कि यही क्यामेराबाटै गर्ने नि होइन फोनबाट गरौँ कि तिमीले खेल्न आउँछ ल पहिला एक गुण जाँदा गर्दै जाउँ न यो अग्लो रहेछ 3 फिटमा जान्छु रे भाइ हुन्छ सबैजना यहाँ आउनु न इसो कम here इसो बजा 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 My super swimming, okay, guys? धेरै पानी आयो त मस्काएर सबै भिज्छ
घाम देखेरै पुगिसकेको अवस्था गाइस इसु गुरुङ नि आउँदैछ कस्तो भयो तिमीलाई कस्तो फिल भयो मलाई गर्मी भरै पुग्यो घाम देखेर घामले पुग्यो मलाई त्यही भएर कपाल चाहिँ अलिक सुक्न टाइम लाउँछ नि त हाम्रो गाइसहरू चाहिँ अझै त्यहाँ खेल्दै हुनुहुन्छ हुँदैनौ र सुक्न टाइम लाग्छ भन्ने अब जानी पुहाल्न स्विमिङ खेलेर निस्किएको अवस्था दिदीले पाउनु भएको कुरो खतरा त्यहाँदेखि त अबे मेरो चप्पल हेर्नु मुखमा गएको कि अलिक जुत्ता लगाएको छु गाइस हामी चाहिँ अब ओके तिमीलाई क्याब छ ए होइन ब्यागमा एउटा छ अझै हजुर के भन्नु छ आज एकदमै रमाइलो भयो म एकदमै टोपीवाली भएर हिँडिरहेको छु मलाई एकदम राम्रो देखिराखेको छ अनि यस्तो म काली भएर आएको छु स्विमिङले काली बनायो म चाहिँ चप्पल बोक्दै गाइस के हो र यो पनि निसाले ब्लग बनाउँछु भनेको हेर्दैछु म उसले हेर्नु म उसले हाल्छ कि हाल्दैन त आएन त्यही यसो भनिदिएको ला गाइजहरू हामी चाहिँ स्विमिङ गरेर आयो अब चाहिँ हामी बार्बिक्यू गर्ने रे अनि मेरो बसेको स्टाइल हेर्नु न हेर्नुहोस् निसा गुरुङको कस्तो काली स्विमिङले डढेछ गाइस हामी चाहिँ एकदम डरेको अवस्था अनि बिचरा त्यो मम्मीहरू चाहिँ वालमा जानुभएको छ कहाँ गयो कहाँबाट आएको मान्छे जस्तो देख्यो खोइ म पनि लगाउनु पर्यो यस्तो यो नि गर्मी हो कि के हो यो पनि हिस्केन कि यसले के गर्छ यस्तोले यो लगायो भने निसा गुरुङ यहाँ डोबो यसले चिल्लो देखाउँदैन कि आउनु पर्ने हो त तिम्रो यही भित्रैबाट होइन यो गर्मीले टाँसेको हो कि त्यसलाई के गर्नु के लगायो तर जस काली चाहिँ भयो अब यो काली हुनलाई कति टाइम लाग्छ साथीभाइहरू त्यो कि हामीले त्यो मोइस्चराइजर र सनस्क्रिन पनि त्यो अर्कोवाला लाएन नि त स्प्रे र स्टिकवाला लाएर पनि होला कि के कारण कोरियन बन्छु भनेर चिल्लो भयो होला होइन हामी चिल्लो होइन आज त घामले डढेर हो मैले यो भिडियो हाल्छु कि हाल्दिनँ त्यो पनि थाहा छैन लेट्स सी म एडिट गर्छु गाइस अब के गर्ने भन त कुन ठाउँमा आइपुग्यो कस्तो राम्रो भ्यू त्यसरी बनाइदिनु रे टिकटक भएन रे तपाईँको हेलो गाइस हामी चाहिँ फाइनली हामी बस्ने ठाउँमा चाहिँ बार्बिक्यू मिसिन नरहेछ पोल्ने सो हामी यहाँ पार्क खोज्दाखेरि भर्खरै आइपुग्यो अहिले चाहिँ एकदमै साह्रै भोक लागेर बदाम खाइरहेको अवस्था देख्न सक्नुहुन्छ स्ट्रबेरी इसको दाँत देखाउनु न एकचोटि स्माइल स्ट्रबेरी नै स्ट्रबेरी हेर्नु कस्तो के गरेको र योबाट प्याक गर्ने हो कि योबाट यसरी अनि आफूतिर देखाउनु पर्यो भने यस्तो गर्नु अनि
हाम्रो अर्जेन्टिनाको सपोर्टर सबिना चाहिँ मेसीको फ्यान है। अनि कविता कुन देशको फ्यान हो अरे? पोर्चुगल हो। एउटा खेलाडीको नाम? पोर्चुगलबाट रोनाल्डो, नर्वेबाट हाल्यान्ड। ओके बेस्ट विशेष हामी उनीहरूलाई चाहिँ जितोस् भनेर स्पेनको चाहिँ। फ्यान हो रे हैन हाम्रो नन स्पेनको फ्यान म चाहिँ स्पेनको दिनमा मात्रै हेर्छु। अनि स्पेनको फ्यान अनि रुकमान अङ्कलले स्पेनको एउटा प्लेयरको नाम भन्नुको त खै पनि थाहा छैन। म स्पेनको फ्यान भयो पुग्यो अरे। होइन यसो हो प्लेयर मन परेको नाम चाहिँ थाहा नभएको अब त्यो खेल्दा पनि थाहा पाउँछ कि त्यो नामै भन्नु पनि छैन नि त। आइस पनि अब हामी चाहिँ पानीको बोतल नि ल्याइदेऊ ल। अब हामी चाहिँ यहाँ बारबिक्यू गरेर खानेछौँ खाने तरकारमा। समरमा राम्रो हुन्छ यहाँ पनि यस्तोमा। लास्ट इयर त पहिला त हामीले त मकै के अरे दाउरा त उता घारीबाट भाँचेर ल्याएको थियो। अनि देख्न सक्नुहुन्छ पोखरा जस्तै एकदमै खुल्ला मैदान उपत्यका अनि माथि डाँडा काँडा। सो हामी चाहिँ कहाँ जान लाग्यो गाइस? जान लाग्यो। के भन्नु छ तपाईँलाई? Nothing. You guys did it too much late, so I'm so upset with you. के हजुर मेरो जुत्ता बिर्स्यो भन्दै लिएर गएर छिटो निस्केको मान्छे। तिमीहरूलाई कराउँदा मेरो दिमाग पनि आउट भइसक्यो। स्वागतम। निशा हजुरलाई कस्तो लाग्यो नागरा फल्सको यात्रा? यता चाहिँ हाम्रो नन ढलिसक्नु भएको अवस्था। ढलिसकेको अवस्था हो। दाइलाई कस्तो लाग्यो तपाईँलाई? हाम्रो गुरुजी हाम्रो गुरु हाम्रो पाइलट यहाँसम्म हामीलाई राम्रोसँग ल्याइदिनु भयो। नसुती हामीले यहाँसम्म ल्याइदिएकोमा धेरै धेरै धन्यवाद। खोला जस्तै बगौ हामी बिरतीको तालैमा माछी मारौँ जालैमा हुन्छ कि नै हुन्न भन न। रिसाउने लिरा कहिले होला मायासँग माया मिसाउने लिरा जहिले रिसाउने लिरा जहिले रिसाउने लिरा कहिले होला मायासँग माया मिसाउने। यो चाहिँ भकुन्डो है विश्व वर्ल्ड कप हुँदैछ र क्यानाडाको बल उडेर यहाँसम्म आएछ हेर्नुहोस् त माथि उड्दैछ यो मोर के को सुत्नु आएको हो र? बिहान दिदीले यही डायलग दिनुभएको सुत्नु आएको हो थियो। मेरा डायलग नै मेरो लिए मार्दा त्यो उयो भन्छ नि त्यो जोनीलीबाट खराबको टाइम मेरो डायलग नै मेरो सुत्नु आएको हो र? हामी कहाँ पुगिरहेको सुत्नु आएको र यहाँ भन्नुहोस् यो बिहान है। म चाहिँ आजको गाइडनेस है नाइग्रा फलको। सो हामी 7 जना 8 जना छ। 7 people you have to pay the
$50, okay? Okay. Each. अब यो $20 $50 मा बढे भएन है यो चाहिँ You can be increase when we get close to the Niagara Falls. Now we हामी सबैजना तपाईँको बाहेक हामी सबैजनाको फर्स्ट टाइम हो यहाँ ए तपाईँको सेकेन्ड टाइम हो अन्तको फर्स्ट टाइम है मेरो त 10-12 टाइम 10 times कान्छुको र मेरो त फर्स्ट टाइम हाम्रो आज चाहिँ हाम्रो के अरे 250 डेज रे मैले 250 इयर्स अमेरिकाको त्यही भएर सबैजनालाई त्यस्तो टी सर्ट लाएर हिँडेछौँ हामीले त्यो स्थिति तिम्रो देखाउ त कान्छु आएको छैन फागै सबैजनाले अङ्कल के भन्नु छ 22 टाइम 22 भनेको सेकेन्ड टाइम ए ए अङ्कलको पनि सेकेन्ड टाइम हो तपाईँको कति फर्स्ट टाइम हो कि सेकेन्ड सेकेन्ड ओके हाम्रो चाहिँ सेकेन्ड टाइम ए सेकेन्ड टाइम फर्स्ट टाइम सरी माई ब्याड ए ऊ गाइजहरू ऊ त्यो चाहिँ क्यानाडा हो है ऊ त्यो क्यानाडा होइन न ऊ त्यो चाहिँ क्यानाडा होइन ऊ त्यो पारी चाहिँ द्याट्स क्यानाडा एन्ड वी आर इन युएस हामी चाहिँ अहिले नागरामा आयौँ गाइज सबैलाई गर्मी भएर बेहाल छ सेतु निलो लाउने क्या अङ्कल जाम 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 आज म भुइँमै लत्रेको अवस्था अङ्कल यसो हेर्नु न म भुइँमै लत्रेको माथि नबस्ने माथि बस्ने के रुकन अङ्कलको त्यहाँ टोपी अड्किरहेको के रुकन अङ्कलको के हेर्नु त्यहाँ टोपी अड्किरहेको के सबैजनाले हेरौँ ल गाइस यता न लिपस्टिक लाउँदै हेर ए जुम 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 सबैजना I love you Canadian अङ्कलले के गर्ने रे हामी चाहिँ भर्खर डुङ्गो चढेर आइसक्यो अब फर्केर यता पार्कतिर फर्किँदैछौँ खाजा खानालाई लेट्स गो हाई गाइस हामी चाहिँ अहिले घर आएको अवस्था हाम्रो चाहिँ यहाँ चाहिँ टेन्ट बनेको छ यहाँ छ हाम्रो हाम्रो ननालाई के भन्नु छ हामीलाई चाहिँ छिटो भनेर आएको चाहिँ निन्द्रा लाखा रे भ्लग बनाउँछु भनेको होइन तिमीहरू अघि नै आएन हामी सक्यो अब नाच्नु सक्यो रमाइलो गरिसक्यो अब च्याङ च्याङ मऱ्यो दिदीलाई के भन्नु छ म त टिकटक लाइभमा गइरहेको छु तिमीलाई
दर्शकहरू